हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म तपाईँहरूले देखाउँदैछु मालदिप्सको लोकल घरहरू कस्तो छ। यस्तो लाइन विदेश भन्छ कि के भन्छ हेर्नु होला यता गाइज। मलाई त विदेश नेपालभन्दा कबाडी लाग्यो। के हो हेरेर तपाईँहरू प्रतिक्रिया दिनु होला, कमेन्ट गर्नु होला। विदेश जस्तै लागेन, नेपालभन्दा तल्लो स्थानमा आए जस्तो लाग्यो मलाई। हाम्रो नेपालमा तराईमा त ठुल्ठुलो घर, दामी दामी घर बन्न थालिसक्यो। यहाँ हेर्न सक्नुहुन्छ स्थिति कस्तो छ घरहरूको। यस्तो छ घरहरू, सिम्पल अनि सादा। यस्तो छ यहाँको घरहरू, हेर्न सक्नुहुन्छ तपाईँले। रसुदो आइल्यान्ड इन्ड्रे रोड हेर्न सक्नुहुन्छ, कच्चा कबाडी। अलिक जबरजस्त बिल्डिङ भने यही पुलिस स्टेसन रहेछ। अलिक राम्रो खालको बिल्डिङ, अरू त गेस्ट हाउसहरू पनि कबाडी। पुलिस स्टेसन बिल्डिङ चाहिँ अलि राम्रो लाग्यो मलाई। आज पानीको लेभल चाहिँ वाइल्ड रहेछ केटा हो। मालदिप्सको घर देखिहाल्यो केटा हो, यस्तै छ मालदिप्सको घर। अब यतानिर चेयरमा बस्नुपर्ने हुन्छ 5 मिनट चिल्याक्स पारामा। यस्तो छ यहाँको मौसम। पानीको लेभल आज ज्यादा छ। अब यस्तै छ। आज जिन्दगीमा फर्स्ट टाइम टिप्स पाइयो कडा हो मेरा। डलर तर चाहिँ अब $2 टिप्स, $2। यति भयो भने खुसी लाग्छ। यति दिने मान्छेले नि फर्स्ट टाइम जिन्दगीमा, फर्स्ट टाइम है कडा हो। अहिलेसम्म कसैले टिप्स दिएको थिएन। काम गरेको भए त टिप्स दिने नि हो केटा हो। लफाङ्गालाई कसले टिप्स दिने? ओइ बाबु यता आइज टिप्स दिन्छु भनेर दिन्छ कसैले, हिँडिरहेको मान्छेलाई। यस्तै छ केटा हो। टिप्स पायो आज जिन्दगीमा फर्स्ट टाइम। धेरै नै खुसी लागिरहेछ। यसै गरी $100 दिने गेस्टहरू पनि आउनु होला। हाम्रो गेस्ट हाउसमा आउनु सक्नुहुन्छ। यता छ हाम्रो चेयर। त्यो चेयर अपाङ्ग तरिकामा बसिरहेको छ, त्यही कारणले म बसिनँ त्यसमा। टक्क लाएर यता हाम्रो भ्यू हेर्न सक्नुहुन्छ केटा हो। आज म एकदमै भेरी ह्याप्पी छु केटा हो। भेरी ह्याप्पी। एउटा बुढी मान्छे थियो होइन, लगभग 7-8 दिनदेखि बसिरहेको थियो हाम्रो यहाँ गेस्ट हाउसमा। त्यसपछि लुकेर आएर स्वाट दिइरहेको। तर ठिकै छ, जे भयो नि $2 भयो भने मायाले दिएको चिज होइन, खुसी लाग्दो रहेछ। बरु काम गरेको ठाउँमा स्यालेरी पाएको छैन तनाव छ केटा हो। तर छुट्टीले दियो। चक्लेट नि दिइरहन्थ्यो मलाई। अनि मैले नि यसो हेल्पसेल गरिदिइरहन्थेँ काममा। ठिकै छ केटा हो। यस्तै हो, बिस्तारै हुन्छ, बिस्तारै बुझिदिँदैछ सबै कुरा। मान्छेसँग यसो गफ गर्नुपर्ने रहेछ, गेस्टहरूलाई यसो मस्का हान्नुपर्ने रहेछ। अनि दिन्छन् नि। कष्ट परेर लुकेर त्यो बोल्दै नबोलेर बस्यो भने त कसले दिने होला। त्यही कारणले बोल्नेको चामल पनि बिग्छ, नबोल्नेको बोल्नेको पिठो नि बिग्छ, नबोल्नेको चामल नि बिग्दैन भने जस्तो बोल्नुपर्छ केटा हो। अरू भने त्यही हो। आफूले कोही हुन्छ मान्छे, सबै एकै नाश हुँदैन भन्ने थाहा पाएँ मैले चाहिँ। अहिलेसम्म म काम गरेको यत्रो भइसक्यो। एक महिनामा फर्स्ट दिन जिन्दगीमा फर्स्ट टाइम भयो टिप्स चाहिँ है केटा हो। जिन्दगीमा फर्स्ट टाइम धेरै खुसी लाग्दो रहेछ। जति भयो पनि पैसा नेपालको ₹5 ₹10 भयो भने मान्छेले दिएको भने त्यसलाई भन्छ खुसीले दिएको होला नि त। अब अरू कसैलाई दिएन, फेरि वेटर केटीहरूलाई सबलाई कसैलाई दिएन, मलाई चाहिँ दिएर गयो। थ्याङ्क यू मदर, थ्याङ्क यू हजुरआमा। त्यस्तो केटा हो। यहाँको पुरानो घरहरू पनि देखाइहाल्थ्यो मलाई। देख्यो विदेशमा जस्तै लाग्दैन आफूलाई। समुद्र हेर्दा चाहिँ हो कि क्या हो, विदेशमै हो क्या म जस्तो लाग्छ। नभए भए त्यही हो। ल गाइज, थ्याङ्क यू फर वाचिङ माई भिडियो। लाइक सेयर सब्सक्राइब हान्न नबिर्सिनु होला। स्ट्राइकर सुशीललाई अझै माया देखाउनु पऱ्यो सबजनाले मिलेर। सो सेयर हान्नु पऱ्यो, रिकमेन्ड गर्नु पऱ्यो अरूहरूलाई। लाइक सेयर सब्सक्राइब हान्नु पऱ्यो भने आछु। पानीको लेभल हेर्न सक्नुहुन्छ। म समुद्रमा छु केटा हो। लाइक सेयर सब्सक्राइब हान्न, नत्र म डुबेर मर्दिन्छु।